नमस्कार दर्शकहरू, तपाईहरुलाई स्वागत छ मेरो नयाँ युट्युब भिडियोमा। आज हामी काठमाडौँको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा भएको एउटा दुःखद र संवेदनशील घटनाको बारे कुरा गर्न गएका छौँ। सुत्केरी हुन पुगेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल परिसरमा ठूलो तनाव उत्पन्न भयो र अन्ततः प्रहरीले लाठीचार्ज र असर ग्यास प्रयोग गर्नु पर्यो। के भयो वास्तवमा त्यो दिन? किन यस्तो स्थिति सिर्जना भयो? आउनुहोस् सम्पूर्ण विवरण बुझौँ। यो घटना कार्तिक 7 को हो। खोटाङ जिल्लाकी एक महिला सुत्केरी हुनुको लागि काठमाडौँको किस मेडिकल कलेजमा भर्ना हुन्छन्। मृतकका आफन्तका अनुसार डेलिभरी अगाडि महिला एकदमै सामान्य हुन्छन्। उनी सामान्य तरिकाले बोल्ने, खाने गरिरहेकी हुन्छन्। तर डेलिभरीको बेला के भयो जसको कारणले उनको मृत्यु भयो। आफन्तका अनुसार सुरुमा त उनको डेलिभरी राम्रोसँग नै भइरहेको हुन्छ। उनले सकुशल बच्चालाई नै जन्म दिन्छन्। तर त्यसपछि चाहिँ डेलिभरी भइसकेपछि उनको अत्याधिक रक्तस्रावका कारण मृत्यु हुन्छ। मृतकका आफन्त र परिवारले अस्पतालमाथि उपचारमा एकदमै लापरवाही भएको आरोप लगाएका छन्। उनीहरूले भनेका छन् अस्पतालले धेरै रक्तस्राव भएको पूर्व सूचना नदिएको र रक्तस्राव धेरै भइसकेपछि एकदमै धेरै ढिला भइसकेपछि बल्ल आमाको अवस्थाको बारेमा जानकारी दिएको र आफन्तहरूलाई रगतको खोजी कार्य गर्न भनेको बताएका छन्। आफन्तका अनुसार यत्रो ठुलो अस्पतालमा रगतको अभाव हुनु र समयमा नै आफन्तहरूलाई त्यस अवस्थाको बारेमा जानकारी नदिएर आफै नै मनसाई रूपमा उपचार अगाडि बढाएको कारण महिलाको मृत्यु भएको उनीहरूले जनाएका छन्। महिलाको मृत्युको खबर बाहिरिएसँगै उनका आफन्त, साथीभाइ र स्थानीय बासिन्दाहरू अस्पताल अगाडि जम्मा हुन थाले। थोरै समयमा नै धेरै मानिसहरूको भिड जम्मा भई प्रदर्शन सुरु भयो। मानिसहरू न्यायको माग गर्दै चर्को नाराबाजी गर्न थाले। तर कोहीले रिसको आवेगमा आएर अस्पतालको गेट र सम्पत्ति तोडफोड गर्न थाले। स्थिति नियन्त्रण बाहिर जाँदै गएपछि प्रहरी प्रशासनले धेरै मात्रामा प्रहरी परिचालन गर्यो। त्यसपछि भिड तितर-बितर पार्नका लागि लाठीचार्ज र असु ग्याससम्म प्रहार गरिएको थियो। सुत्केरी हुन गएकी आमाको मृत्यु कुनै साधारण कुरा होइन। एक परिवारको सपना, आशा, खुसी एकैछिनमा समाप्त हुन्छ। अस्पतालले आफ्नो जिम्मेवारी पूरा नगरेको आरोपले आम जनतामा गहिरो आक्रोश फैलिएको छ। नेपालमा विगतमा पनि यस्ता धेरै घटनाहरू भएका छन्, जहाँ बिरामीको मृत्युपछि आफन्तहरूले अस्पताल प्रशासनमाथि लापरवाहीको आरोप लगाउँदै आन्दोलन गरेका छन्। तर यस्ता आन्दोलन कहिलेकाहीँ हिंसामा परिणत हुने गर्छ, जसले समाधानभन्दा पनि समस्या बढाउँछ। यो घटनाले दुई पक्ष देखाउँछ। एकातिर नागरिकको असन्तुष्टि र न्यायको खोजी, अर्कोतिर स्वास्थ्य प्रणालीभित्रको अविश्वास र पारदर्शिताको कमी। यदि वास्तवमै लापरवाही भएको हो भने त्यसको निष्पक्ष छानबिन हुनै पर्छ। तर अस्पतालमा तोडफोड र हिंसा समाधान होइन। संवेदनशील ठाउँमा यस्तो व्यवहारले अझै धेरै बिरामी र स्वास्थ्य कर्मीलाई जोखिममा पार्छ। अब सबै पक्षले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ। अस्पतालले आफ्नो जिम्मेवारी र पारदर्शिता बढाउनुपर्छ र नागरिकहरूले पनि संयमित र कानुनी बाटोबाट न्याय माग्नुपर्छ। यस्ता घटनाबाट हामीले सिक्नुपर्ने कुरा के हो भने मानवीय ज्यानभन्दा ठुलो केही छैन। सत्य, छानबिन र न्यायसङ्गत निर्णय नै पीडादायी घटनाको समाधान हो। तपाईकोहरूको विचारमा के लाग्छ यो घटनाको बारे? के अस्पतालकै गल्ती हो वा स्थिति अनावश्यक रूपमा बढाइयो? तल कमेन्टमा आफ्नो विचार लेख्न नबिर्सनुहोस्। यदि यस्ता समाचारहरूलाई गहिरो विश्लेषणका साथ बुझ्न चाहनुहुन्छ भने लाइक, शेयर र सब्सक्राइब गर्न नबिर्सनुहोस्। फेरि भेटौँला अर्को विषयमा, नयाँ विषय र नयाँ दृष्टिकोणसहित। धन्यवाद। Thank you for watching this video.